स्वागत छ साथीहरु गेस्ट टेक्निकल भ्यू च्यानलमा तपाईहरुलाई। आज म महत्त्वपूर्ण टिप्स लिएर आएको छु जुन चाहिँ नि मोटर सम्बन्धी रहेको छ। यदि तपाईको घरमा मोटर छ भने के जान्नुपर्छ भन्देखि जस्तो हजुरको यो धारा सुकिरहेछ भनेपछि तपाईको यो चेकवालको समस्या हो। तर तपाईको मोटरबाट यो मुखको पानीबाट यो मुखको जुन छ नि यो मुखबाट तल भित्रपट्टि तानिरहेछ भने घड घड गइरहेछ भने त्यो के को समस्या हो। यो भिडियोद्वारा हामी सिक्नेछौँ के को समस्या हुन्छ भन्दाखेरि यो भिडियोलाई अन्तिमसम्म हेर्नु होला अनि हजुर बुझ्नु हुनेछ। हस् त सुरु गर्नेछौँ। एउटा घरमा त्यही समस्या छ अनि जुन म चाहिँ हेर्न गइराखेको छु। अघि त मैले तपाईहरुलाई यो घरको पम्पबाट मैले देखाएको हो, तर अब चाहिँ नि म जाँदैछु जुन जहाँ निर्माण गर्नुपर्छ बनाउनु पर्ने छ त्यहाँ म जाँदैछु जुन चाहिँ नि म तपाईहरुलाई देखाउने छु। साथीहरु मैले खोलिसके हेर्नुस् यस्तो छ। यो खोलेको चाहिँ भिडियो देखाउन सकेन किनभने म एक्लै छु। म आफै यो हजुरलाई खोलेर देखाइराखेको छु। यहाँ चाहिँ नि चेकवालको समस्या मोटरको चेकवालको समस्याले गर्दाखेरि पानी घड घड गरिकन भित्रपट्टि तानिरहेको छ। अनि खोल्दा चाहिँ नि यस्तो म देखाएँ हजुरलाई चेकवाल त्यस्तो भइसकेको रहेछ। अब म नयाँ चेकवाल लिएर आएको छु। अब यसलाई म सेट गर्ने छु। हेर्नुस् कसरी सेट गरिन्छ। यदि तपाई गर्नु भएको छैन भने यसै गर्न सक्नुहुन्छ। यो चाइनिज मोटर हो, प्रेसर वाटर पम्प भन्छ यसलाई। अब हेर्नुस् यसरी लगाउन सकिन्छ। अब यसरी मिलाएर एउटा हातमा मोबाइल छ, एउटा हातले चाहिँ म मिलाइराखेको छु। अलिकति गाह्रो भइरहेछ। हेर्नुस् यसरी म एउटा हातले लागिरहेको छु। एउटा हातले मोबाइल छ, एउटा हातमा चाहिँ नि काम गरिरहेको छु। त्यसले गर्दाखेरि अलिक गाह्रो भइरहेछ मलाई। हजुरलाई यो भिडियो कस्तो लाग्छ? यदि हजुरलाई मन पर्छ भने लाइक, शेयर, सब्स्क्राइब गर्न नभुल्नु होला। यस्तै भिडियो हेर्नको लागि मेरो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला। यसै मैले कसेँ। अब मैले कसिसके। आजलाई यति नै। फेरि अर्को भिडियो भेटौँला। धन्यवाद अन्तिमसम्म हेरिदिनु भयो। ओके बाई बाई। जय नेपाल।